पनि शक्तिले त्यसलाई रोक्न सक्दैन। मात्र सही समूह, सही नेतृत्व मात्र हुन्छ। सायद इतिहासको त्यो एउटा बिन्दुमा तपाईँ हामी आइपुगेका छौँ। आज म धेरै केही भन्नुभन्दा पनि तपाईँहरूलाई एउटा जिम्मेवारी महसुस गराउनको निमित्त यहाँ खडा भएको छु। गर्वका साथ खडा भएको छु। गर्वका साथ हामी भन्न सक्दछौँ कि हो, नेपाली जनताले हामीमाथि इतिहासमा कसैलाई नगरेको विश्वास गरेका छन्। यस मानेमा राष्ट्रपा परिवारको अभिभावक हुनुमा मलाई गर्व छ। पार्टीका उपसभापतिज्यूहरू, महामन्त्रीज्यू, केन्द्रीय सदस्यज्यूहरू, नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यज्यूहरू, शुभचिन्तक, पार्टी परिवारका विभिन्न तह र तबकामा रहनुभएका साथीहरू र सञ्चार माध्यम मार्फत संसारभरि हाम्रा कुरा फैलाउनको निमित्त उपस्थित आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यो अभिमुखीकरण कार्यक्रम वास्तवमा यो क्लोज क्याम्प जस्तो एउटा भित्र नै हामीले नै हाम्रा सांसदहरू बिचमा गरिने कार्यक्रम भए तापनि यो सम्बोधनलाई सञ्चारकर्मी साथीहरूको माध्यमबाट संसारभरि पुर्याउने निर्णय भएको हुनाले म हुन त लुकाउनु पर्ने कुरा हाम्रो के नै छ, पारदर्शिता राजनीतिको सबैभन्दा महत्त्वपूर्ण कडी हो। त्यही पारदर्शितामा उभिएर तपाईँहरूलाई केही पिता मिठा कुरा बताउन गइरहेको छु। सबै मिठा कुरा गर्न पनि सकिँदैन, सधैँ तितो कुरो गरेर पनि हुँदैन। तर आज पिता र मिठा कुरा गरौँ। म छोटो धेरै लामो सम्बोधन गर्दिनँ। पहिलो कुरा त प्रशस्त पानी पिउनु होला यो र कहीँ जाँदाखेरि लामो समयसम्म शौचालय जान नरोक्नु होला। म चाहिँ एउटा युरिन इन्फेक्सनबाट चाहिँ ग्रसित भएँ भर्खरै। पानी कम पिउने, चुनावी दौडमा चाहिँ टोयलेट जानु पर्ला भनेर रोक्ने क्रियाकलापले गर्दा मलाई अलिकति स्वास्थ्यमा अलिकति अलिक बढी नै असर गरेको थियो। तर अहिले म त्यसबाट बाहिर निस्किने क्रममा छु। चुनावी क्रममा दौडिनुभएका साथीहरूको अनुहार हेरिरहेको छु। सबैको खटाइ तपाईँहरूको अनुहारले देखाएको छ। तर तपाईँहरूको अनुहार सधैँ यस्तै हुनुपर्छ। जनतासँग सधैँ भिजेको, असिन पसिन भएको, जनतासँग सधैँ गाँसिएको। नेतृत्व र जनताको बिचमा एउटा ठुलो पर्खाल छ। कयौँ नेताहरूसँग जनता नजिक हुनै चाहँदैन, किनकि उनीहरूलाई यो आफ्नो मान्छे हो भन्ने लाग्दैन। आज घर घरमा नमस्कार गर्न हामी पुगेका छौँ, भोलि तिनले गरेको नमस्कार पनि नपर्खाउने ठाउँमा तपाईँ हामी पुग्न सक्छौँ। होसियार त्यो होइन, त्यस्तो नेतृत्व जनताले खोजेका होइन। आज तपाईँहरूले खुसियाली मनाउनु भएको छ। तपाईँहरूको निधारको अबिर पनि कतिको त नयाँ जन्ममा पनि गएको छैन, कतिले अझै पनि अबिर माला लगाइरहनु भएको छ। हो, त्यस्तै सेलिब्रेसन नेपाली जनताले अबको 5 वर्ष